सक्नुहुन्छ म चाहिँ अहिले पेन्सिलभेनियाको गीतानगरीमा छु। यति राम्रो बन्दोबस्त छ कि गौमाताले पानी खाने ठाउँ ठाउँमा। यहाँ चाहिँ गौमाता अहिले चरिरहनु भएको छ। यहाँ चाहिँ लगभग 108 भन्दा बढी गौमाता हुनुहुन्छ हैन। कति त अब भित्रै हुनुहुन्छ, कति बाहिर छोड्नुहुन्छ। यो एरिया पुरै देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो इस्कनको है। ल हेर्नुहोस्, यहाँ तपाईँहरूले मजाले हेर्नुहोस्, गौमाताहरू गौपिताहरू सबैसँगै हुनुहुन्छ। उहाँहरू त गौपिता रहेछ। अहिले चाहिँ यसरी सो म चाहिँ यहाँ खास दुध लिन आउँछु कि हप्तामा एकचोटि। लगभग हामीले 500-600 लिटर जति दुध लिएर जान्छौँ। सो हेर्नुहोस्, यहाँ गौमाताहरू सबजना मजाले घाम तापिएर बसिरहनु भएको छ। हरे कृष्ण। हेलो गौमाता। हाम्रो अमेरिकामा चाहिँ यति धेरै गौमाता पाल्नुहुन्छ क्या। नेपालमा चाहिँ भैँसी पाल्छन्। यहाँ चाहिँ हेर्नुहोस्, यहाँ फेरि गौमाता पाल्नेहरू सबै गौमाता टेक केयर गर्ने चाहिँ अफ्रिकनहरू हुनुहुन्छ, रसियनहरू हुनुहुन्छ होइन। कोही नेपाली इन्डियन हुनुहुन्न। सो उहाँहरूले यति मान्नुहुन्छ कि गौमातालाई। तर हामी नेपालमा मान्दैनौँ, तर यहाँ विदेशीहरूले चाहिँ गौमातालाई एकदम मान्नुहुन्छ क्या। सो हामी चाहिँ अहिले गीतानगरी एरियामा यसो घुम्दै आउँदा त्यहाँ गाडीबाट ठ्याक्कै देखेँ कि खास यो एरिया पुरै मन्दिरको हो। सो देख्न सक्नुहुन्छ यहाँ गौमाताहरू आनन्दले घामको मजा लिँदै हुनुहुन्छ। फेरि यस्तो गर्मीमा नै बस्नुहुन्छ, पछि हिउँ परेर एकदम लगभग -15-20 डिग्रीमा नि उहाँहरू मजाले हिउँमै सुतेर बसिदिनुहुन्छ क्या। उहाँ गौमाताको विशेषता चाहिँ त्यही हो। जाडो गर्मी जस्तोमा नि खपिदिनुहुन्छ। हेर्नुहोस्, यो पुरा गीतानगरी हो। अब तपाईँको यहाँबाट 10-15 मिनट हिँड्यो भने चाहिँ मन्दिर, मेन मन्दिर आइपुग्छ। हरे कृष्ण देख्न सक्नुहुन्छ। सो हरे कृष्ण, हरे कृष्ण। मजाले गौमाताको लागि अब घाँस के अरे गर्मीमा फेरि एकदम हुन्छ नि त, पानी प्यास लाग्छ भनेर पानीको नि यस्तो राम्रो सुविधा छ। ल हेर्नुहोस्, यता पनि त्यस्तो सुविधा सबै छ। ओके, हरिबोल। यो चाहिँ गीतानगरी पेन्सिलभेनियामा है। अझ त्यतातिर नि गाईहरू छ अझै। लगभग 108वटा गाईले चाहिँ दुध दिनुहुन्छ यहाँ। सो त्यही क्रममा म दुध लिन चाहिँ हेर्नुहोस् यसरी लान्छु, बक्स दुध भरेर है। यो गाडीभरि चाहिँ दुध हालेको छु मैले, बक्स। सो यो एरिया पुरै गीतानगरीको है। हेर्नुहोस्, तसम्म छ। सो म चाहिँ अब यहाँबाट डाइरेक्ट अब 3 घन्टाको राइड गरेर डिसी मन्दिर पुग्छु। त्यसपछि ल हेर्नुहोस्, यो पुरै भित्रको आज उता त देखाउनै बाँकी छ। यो चाहिँ हाम्रो गौमातालाई राम्रो गौमाताको धेरै देख्नुहुन्छ। आधी यता हुनुहुन्छ, आधी त्यो सेतो पोरा देख्नुपर्छ नि, त्यो चाहिँ गौमाताको घर हो। आधा त्यहाँ हुनुहुन्छ, आधा यो साइडतिर हुनुहुन्छ।